हेलो साथीहरू, वेलकम छ मेरो न्यू ब्लगमा। अनि आज मैले के गरेँ, के कामहरू गरेँ हजुरहरूसँगै हेरौँ है साथीहरू। अनि मैले चाहिँ आज बिहान चाहिँ अनि प्राउन बनाएको थिएँ। मलाई फेरि प्राउनको बेसी मनपर्छ अनि हजुरहरू मनपर्छ कि पर्दैन। अनि मलाई चाहिँ मनपर्छ अनि म चाहिँ यो प्राउन खाँदैछु साथीहरू। कस्तो मिठो लागेको थियो कि धेरै दिनपछि खाएँ, नत्र म त खाइराख्छु खाना चाहिँ। अनि बजार पनि गएको थिएन नि त, अनि धेरै पछि लिएर आएको थिएँ। अनि यहाँ चाहिँ मैले साग केलाउँदैछु साथीहरू। अनि मेरो सासूआमा चाहिँ होटल जानुहुन्छ साग बेच्नलाई। अनि यहाँ चाहिँ 13 मुठा भएको थियो अनि 30 रुपियाँ मुठा चाहिँ बेच्नुहुन्छ। अनि हजुरहरूलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला। अनि यो चाहिँ मैले अनि घर पनि खानु पर्यो नि त, अनि त्यही भएर चाहिँ मैले केलाइसकेर राखिसकेको थिएँ भोलिको लागि। अनि यता चाहिँ हेर्नु न मुसाको काम हेर्नु न के गरेछ कि मुसाले, हेर्नु न यत्रो ठुलो काटेर। अनि तेल झन् कति महँगो छ, झन् त्यसै त कति फुरो गराइदिएर एउटा काम बढाइदिइरहेछ। त्यसै मलाई झन् बजार जानु थियो अनि के गर्नु। अनि चामल पनि भ्याइसकेको थियो। यता मुसाले पनि यस्तो बनाएर तल सबै तोरी खसालिदिएर अनि तोरी बडालबुड गरेर चाहिँ मैले यहाँ अब फटाक गरेर फट्किसकेको थिएँ। अनि यता चामल पनि त्यस्तै छ साथीहरू। के गरेर यो ठोरी भन्छन् कि के भन्छन् यसलाई, किरा के चामलमा कसरी चामलबाट किरा हटाउने साथीहरू।